सिंह राशि। दोस्रो भावको चन्द्रमा र चित्रा नक्षत्रले आज तपाईको आर्थिक पक्षमा ठूलो प्रभाव पार्नेछ। बोलीको माध्यमबाट धन आर्जन गर्ने अवसर मिल्नेछ भने शूल योगका कारण आँखा वा मुखमा केही समस्या आउन सक्छ, ख्याल गर्नुहोला। शनिबारको दिन तेल वा फलामको व्यापार गर्ने सिंह राशिका व्यक्तिलाई विशेष लाभ हुन सक्छ। स्वास्थ्यमा उच्च रक्तचापको समस्या हुन सक्छ भने क्रोधलाई आफ्नै बसमा राख्नुहोला। यसले गर्दाखेरि हजुरको दिन शुभ रहनेछ। गौर कर्णले पारिवारिक शुभ कार्यको चर्चा गराउनेछ भने दिउँसो 3 बजेपछि चन्द्रमाको राशि परिवर्तन हुँदा दाजुभाइबाट आर्थिक सहयोग प्राप्त हुन सक्छ। हजुरको लागि लक्की नम्बर 1 रहेको छ भने लक्की कलर कपर वा तामाको कलर रहेको छ। हजुरले ख्याल गर्नै पर्ने कुरा भनेको अनावश्यक खर्च हुन सक्छ र उधारो दिने काम आज नगर्नुहोला।